अथ श्री रामायण युद्धकाण्ड मेघनाद वध। रावणले पनि कुम्भकर्ण त मर्यो भन्ने सुनेथ्यो जसै, साह्रै दुःख गरी विलाप पनि गरी मूर्छा पर्यो खुब तसै। रावणलाई बुझाउन कनायागी त्यो इन्द्रजित वीर सर्यो, जल्दी बिन्ती गर्यो कडै छेउमा छँदै कुन्ता हजुरमा पर्यो। शत्रुको भय आज कति नरहसी, शत्रु मारौँला सब शत्रु मरिता हजुरको चाँडै सहस्टारौँला। शत्रुको भय आज कति नरहसी, शत्रुमै मारौँला सब शत्रुहरू मारिता हजुरको चाँडै सहस्टारौँला। होम गर्छु मनेको धम्मला स्थलमा अहिले तुरुन्तै गई, यहाँ होम सम्पूर्ण गरेर मलाई अहिले अग्नि प्रसन्नै भई। दिनेछन् हतियार तिनै दिले गई, सङ्ग्राम गर्छु जसै कुन सामने भई टिक्छ त्यस बखतमा ध्यान ध्वस्त हुन्छन् तसै। यति बिन्ती गर्यो र होम गरौँ भने उठेर जल्दी गयो, भक्ति राखिने कुम्भ स्थलमा होम गर्न लाग्दो भयो। सुन्यो त्यो समाचार विभीषणजीले होम गर्न लाग्यो भनी, सो बिस्तर रघुनाथका हजुरमा गई बिन्ती पार्या पनि। अहिले हे रघुनाथ इन्द्रजितले होम गर्न लाग्यो भने, सुनि बिन्ती गर्न अहिले आया हजुरमा पनि। होमको विघ्न त गर्नु पर्छ धीराज, होम सिद्ध पार्यो भने गण जितिसक्नु छैन अहिले सबजै बन्या। लक्ष्मणलाई मलाई बक्सनुहोस्, हुकुममा जान्छु तहाँ मर्छन् लक्ष्मणले अवश्य अहिले त्यो बाँच्न सक्ला कहाँ। यति बिन्ती सुनि हुकुम हुन गयो, जान्छु म मर्छु भनी फेरि बिन्ती गर्या विभीषणजीले, यस्तो छ यो वीर भने। खाँदै कति नखाई कति नसुनी रात दिन नियम खुब गरी, जसको व्रत छ 12 वर्ष पुरुष तेरा गाडी सरी। तेरो प्राण लिने छ यो छ वरदान, यस्तो हुनाले गरी मारिसक्नु कदापि छैन अहिले कोही अगाडि सारी। रात दिन कति नखाई कति नसुती त्यस्तो रयाको यहाँ लक्ष्मण छन् अब लौ हुकुम दिनुहोस् त्यसलाई मारुन् तहाँ। ईश्वर तिमी हौ रघुनाथी भाइ, लक्ष्मण त शेष हुन करुणा जनाई, भवर हर्न कन जन्म लियो, यो भजन गर्न बनाइदियो। साँचो बिन्ती गर्यो म जान्दछु सबै, यो वीर छ यस्तो भनी हृदयदेखि नखाई कति नसुती लक्ष्मण रयाको पनि। जानी म चुप यहाँ लाग्ने छ यो काम बनी,
उत्तरै त्यही तहाँ विभीषणजीका सामने कुम्भो पनि लक्ष्मणलाई हुकुम तै भयो भाइ तयारी भया केही फौज पनि साथमा लिता अहिले तुरुन्तै गया चाँडै प्राण लिनु लिहाल इन्द्रजितको जान्छन् विभीषण पनि हुकुम यो रघुनाथको सुनि धनुले तयारी भया रामका पाउ समय लक्ष्मण तहाँ केही बोल्न लागि गया मेरा बाण इन्द्र विरजित वीरको प्राणलाई जल्दी हरि पाताल भोगवती महापुगी तहाँ निर्मल स्नान गरी यति बिन्ती गरी घुमे वरिपरि लक्ष्मण चरणमा पर्या बिदा भई रघुनाथका हुकुमले चाहिँ तुरुन्तै गर्या केही फौजली जम्बवान राम हनुमान अङ्गदै साथमा गया केही फौजली जम्बवान र हनुमान अङ्गदी साथमा गया पहुँच्या जल्दी र इन्द्रजित वीरका फौजलाई देख्दा भया हुकुम सिरो पर धरिकन जल्दी पहुँची लक्ष्मण अघि जब सर्या धनुलाई खैची लस्करहरू पनि अगाडि सरेर धाया तहाँ विभीषण अघि सरी बिन्ती लाया कालो मण्डल देखिन्छ गिजो त्यो फौज हो वीरको टुकटुक पारी गिराई बक्सनुहोस् सब वीरका शिरको अहिले जल्दी हानी बक्सनु भया सिद्ध गर्या छ यो होम सिद्ध गर्यो भन्या हुँदी कसै आयो जितिन सक्नु छयो तीस फौजलाई गिराई बक्सनु भयो यो इन्द्रजित वीर पनि होम छाडिकन लड्न आउँछ यहाँ यो फौज गिरायो भने यति युक्ति यहाँ विभीषणजीले बिन्ती गर्या थ्या जसै लक्ष्मणले पनि सैन्यमाथि सरको वर्षा गिराया तसै लक्ष्मणले सरले अनेक तरहले मार्यो र नास्यो भनी साह्रै क्रोध गरेर इन्द्रजित वीर होम छोडिआयो अनि पक्का बेश्रथमा चढीले धनुले सामने अगाडि सरी लाग्यो लक्ष्मणलाई हान्न भएर मेरा अगाडि परी आँटिस मर्न भन्या तही नजिक थिया विभीषण पनि तिनलाई पनि खोप भन्यो त कुलको शत्रु अदम होस् भनी